कार्यालय सम्पर्क कार्यालय शुभारम्भ भएको छ। यो कार्यालय मार्फत पार्टीका सदस्यहरूसँग, मतदाताहरूसँग, पार्टीका नेता, स्थानीय नेताहरूसँग समन्वय सम्पर्क गर्न यस्ता कार्यालयहरूले निकै महत्त्वपूर्ण भूमिका खेल्छन्। यद्यपि हाम्रो एउटा अभ्यास चाहिँ के छ भने हतार पार्टी कार्यालय खोल्ने, तर त्यसको व्यवस्थापनमा चाहिँ क्रमशः चुक्दै जाने एउटा अभ्यास, गलत अभ्यास हामीले मात्र होइन, प्रायः सबैले गर्छ। पार्टी कार्यालय चाहिँ अथवा सम्पर्क कार्यालय छिटो खोल्ने, तर यसलाई नियमित सञ्चालन गर्न नसक्ने, यहाँ बस्ने मान्छेहरू प्रभावकारी रूपमा उपलब्ध नहुने जस्ता समस्याहरू भोलिका दिनमा नआउन् भन्ने मेरो एउटा शुभेच्छा छ, ताकि यो सम्पर्क कार्यालयमा आएपछि चुनावी अभियानका सबै इन्फर्मेसनहरू पत्रकारहरूले पनि यहाँ आएपछि प्राप्त गर्न सक्नुहोस्। त्यसै गरी आम मतदाता शुभेच्छुकहरूले पनि यहाँ आएपछि हाम्रो उम्मेदवार कुन क्षेत्रमा हुनुहुन्छ, कुन ठाउँमा कार्यक्रम छ, कुन सेड्युल के छ भन्ने कुरा सबैले यहाँ सम्पर्क गरेपछि थाहा हुने एउटा संयन्त्रको विकास गर्नुहोस्। त्यसै गरी सम्पर्क कार्यालयमा रहने व्यक्तिहरूले पार्टीका संरचनाहरूलाई पनि, कार्यक्रमहरूबारे, उम्मेदवारहरूबारे जानकारी चाहिँ यहाँ बस्ने व्यक्तिहरूले दिनुपर्छ। सबैलाई सबै कुराको जानकारी हुँदैन, त्यो दिने एउटा महत्त्वपूर्ण ठाउँको शुभारम्भ यहाँले गर्नुभएको छ। यो कार्यालय कति चुस्त दुरुस्त हुन्छ, यो कार्यालयमा कस्ता क्षमताका व्यक्तिहरू बसेर यसलाई होल्ड गर्नुहुन्छ, सञ्चालन गर्नुहुन्छ भन्ने कुराले हाम्रो चुनावी अभियान कति चुस्त दुरुस्त र प्रभावकारी हुन्छ भन्ने कुरा निर्धारण हुन्छ। त्यस कारणले कार्यालय सञ्चालन गर्न हामीले जति हतारो गरेका छौँ, त्यसै गरी यसको व्यवस्थापन, यसको सञ्चालन, यहाँ रहने व्यक्तिहरूको छनौट, फेरि कार्यालयमा बस्ने व्यक्तिहरूले नै हाम्रो चुनावी अभियानको लगभग अप्रत्यक्ष कमान्ड गर्ने भएका कारणले कस्तो प्रकृतिका व्यक्तिहरू यहाँ राख्नुहुन्छ, आम नागरिकले, पार्टी सदस्यहरूले कुन रूपमा ग्रहण गर्ने साथीहरूले यो कार्यालय सञ्चालन गर्नुहुन्छ भन्ने कुराले पनि अर्थ राख्छ। त्यस कारणले यी प्राविधिक कुराहरूमा यहाँहरूले ध्यान दिनुहुनेछ नै भन्ने मलाई लागेको छ। अर्को कुरा, चुनावी अभियानको औपचारिक शुभारम्भ गरिरहँदाखेरि हामी पार्टीका कमिटीहरूको बैठक गरिरहेका छौँ कि छैनौँ, पार्टीका साथीहरू बीच पुगेका छौँ कि छैनौँ, वडा पालिका तहका साथीहरू बीच हामी कतिको पुगेका छौँ। मेरो एउटा आग्रह छ, सबैभन्दा पहिला चुनावी अभियान आन्तरिक सङ्गठनहरूभित्रबाट सुरु गर्नुपर्छ अनि मात्रै मतदाताका बिचमा पुग्नुपर्छ भन्ने मेरो एउटा आग्रह छ। मैले अघिल्ला कार्यक्रमहरूमा पनि जोड दिएर यही भनिरहेको छु कि पार्टीका कमिटीहरूका बैठक कति दिन लाग्छ, कतिवटा पालिका छ, यहाँ पालिका कमिटीको बैठक बस्न कति दिन लाग्छ, त्यहाँ निर्वाचन परिचालन समिति बनाउन कति समय लाग्छ, वडाहरूको बैठक कतिपय ठाउँमा संयुक्त बैठक गर्न सकिएला, कतिपय ठाउँमा वडाहरूको संयुक्त भेला गर्न सकिएला, ताकि उम्मेदवार जोसुकै आए पनि पार्टीका साथीहरूले सबभन्दा पहिला उम्मेदवार बोक्न पर्यो र उम्मेदवारले पार्टीलाई विश्वास गर्नुपर्ने वातावरण हामीले जबसम्म बनाउन सक्दैनौँ, चुनावी अभियान त्यो द्रुत रूपमा अगाडि बढ्न सक्दैन। म पार्टीका जिम्मेवार नेता यहाँ देखिरहेको छु, अब समितिका साथीहरू हुनुहुन्छ, उम्मेदवार स्वयं हुनुहुन्छ। त्यस कारणले चुनावी अभियानको प्रारम्भ चाहिँ आम मतदाताको बिचमा भन्दा पनि सुरुमा पार्टीभित्र नै यो चुनावी अभियान सुरु गर्नुपर्छ भन्ने मलाई लाग्छ। 2 दिन लाग्ला, 3 दिन लाग्ला आन्तरिक एकतालाई बलियो बनाउन, आन्तरिक रूपमा सङ्गठन परिचालनको योजना बनाउन, कि हामी चुनावमा चाहिँ अन्धाधुन्ध दौडिने एउटा अभ्यास हुन्छ, समय चाहिँ गइरहेको हुन्छ तर त्यसको उपलब्धि हामीले प्राप्त गर्न सकेका हुँदैनौँ। त्यस कारणले कुन दिन के गर्ने, कसो गर्ने भन्ने एउटा तालिका बनाउन यहाँले सबभन्दा पहिला मेहनत गर्नुहोला, किनकि चुनावी औपचारिक अभियानहरू 4 गतेपछि मात्रै सुरु हुन्छन् भनेपछि त्योभन्दा अगाडि हामीले के गर्छौँ त भन्दा पार्टीभित्रका अभियानहरूलाई सञ्चालन गर्नुपर्छ, पार्टीलाई दरियो बनाउनु पर्यो, पार्टीका साथीहरूलाई त्यो आत्मविश्वास बढाउने गतिविधि गर्न पर्यो, ताकि चुनाव अब हामीले जित्यौँ, हाम्रै बलमा चुनाव जितिन्छ भनेर पार्टीका साथीहरूलाई त्यो आत्मबल बढाउने काम उम्मेदवार, पार्टी संरचना सबैको काम हो। मैले त भन्दै आएको छु, यहाँ माथिल्ला कमिटीहरूका धेरै योगदान यो चुनावको केन्द्रमा हुँदैन, नीतिगत रूपमा योजना बनाउन होला, सबैभन्दा बढी योगदान वडा समितिको हुन्छ। त्यस कारणले वडालाई कसरी बलियो बनाउन सकिन्छ, एउटा वडाले त्यो वडामा सबैभन्दा बढी मत पठाउन सक्यो भने हामीले चुनाव जित्छौँ। जुनसुकै वडाले आफ्नो वडाबाट सबभन्दा बढी मत कसरी दिन सकिन्छ भन्ने योजना वडा तहबाट बनाउने, त्यो वडा तहमा योजना बनाउन पार्टीका उपल्ला निकायका साथीहरूले सहजीकरण गरिदिने, तपाईँहरूलाई
एउटा योजना अघिल्लो तपाईँहरूको छिमेकी निर्वाचन क्षेत्रमा हामीले त्यहाँका साथीहरू राखेर एउटा कार्यतालिका बनाएका छौँ। त्यहाँको वस्तुस्थिति अनुसार तपाईँहरूलाई त्यो कार्यतालिकाले सहयोग गर्न सक्छ भने त्यहाँका साथीहरू कञ्चनपुर 2 का साथीहरूसँग मागेर त्यो कार्यतालिका हेरेर कुन दिन के गर्ने, कुन दिन के नगर्ने, अभियान कहिले सुरु गर्ने, पार्टीभित्र अभियान कहिले लाने, सृजनात्मक अभियानहरू कहिले गर्ने, उम्मेदवारलाई कुन रूपमा प्रस्तुत गर्ने, ब्रान्डिङ के गर्ने, चिया खाना कहिले निस्किने कहिले ननिस्किने, कुन चिया पसलमा जाने कुन चिया पसलमा नजाने भन्ने जस्ता योजनाहरू हामीले पल्लो निर्वाचन क्षेत्रमा बनाइदिएका छौँ स्थानीय साथीहरूको मा। त्यो तपाईँहरूले हेरेर यहाँको वस्तुस्थिति अनुसार भूगोल अनुसार योजना बनाएर पार्टीले सबभन्दा पहिला पार्टी सङ्गठनले चुनावको अपनत्व लिने, उम्मेदवारको अपनत्व लिने र यो चुनाव हाम्रो तागतले मात्र जितिन्छ भनेर आत्मविश्वास बढाउने काम सबभन्दा पहिला गरिसकेपछि मात्रै हामी मतदाताका बिचमा जाउँला। अझै 40 दिन छ, यति छिटो पनि नदौड्यौँ कि 4-5 दिनमा, अब 4-5 दिनमै थाकिने गरी दौडियो भने 40 दिनसम्म हामी एउटै लय तालमा दौडिन सक्दैनौँ। त्यस कारणले शक्ति सञ्चय गर्नुपर्ने बेला शक्ति सञ्चय गर्ने, खर्च गर्नुपर्ने बेलामा खर्च गर्नुपर्ने गरी योजना बनाउनुपर्छ। मलाई आशा छ राष्ट्रिय स्वतन्त्र पार्टीले दोस्रो चोटि संसदीय चुनाव लडिरहेको, यद्यपि यो पार्टीमा रहेका साथीहरू जो अहिले यहाँ जिम्मेवारीमा हुनुहुन्छ कुनै न कुनै कोडमा अघिल्ला चुनावहरूमा पनि निर्णायक रूपमा योजना बनाउने, आम मतदाताका बिचमा पुग्ने काम गरिरहनु भएका कारणले चुनाव भनेको राजनीतिक मोर्चा त हो, तर प्राविधिक कुरा धेरै। यसमा प्राविधिक विषयहरूमा हामी चुक्यौँ भने चुनावको परिणाम हामीले प्राप्त गर्न सक्दैनौँ। हुन त राजनीतिक मोर्चा हो, तर यसमा धेरै प्राविधिक कुराहरू हुन्छन्। त्यो प्राविधिक कुराहरूलाई यहाँहरूले विचार गरेर योजना बनाउनु होला। चुनावी अभियानका क्रममा फेरि यहाँहरूका बिच फेरि भेट हुन्छ। बिचमा भेट हुने अपेक्षाका साथ यदि भएन भने पनि कञ्चनपुरमा पनि हामी आउनेछौँ, यहाँ पनि आउनेछौँ। अन्तिममा विजय जुलुसमा आउने अपेक्षा हामीसँग छ। आशा छ यो कैलालीका 5 र कञ्चनपुरका 3 8वटा विजय जुलुस संयुक्त रूपमा हामी महेन्द्रनगरदेखि कहाँसम्म, धनगढीको कहाँसम्म अथवा टिकापुरको कहाँसम्म गर्नुपर्नेछ। संयुक्त विजय जुलुसमा तपाईँहरूसँग भेट्ने बाचासहित त्यो वातावरण चाहिँ यहाँले बनाउनु हुनेछ भन्ने अपेक्षा छ। बिदा हुन्छु, धन्यवाद। जय घन्टी।